सबैभन्दा फेरि एकपटक छाएर तिमी ती तिम्रै उपहार आँखाका नानीहरूलाई छातीमा ल्याओस्, काखमा खेलाओस्, तिम्रो त्यो स्पर्शले ती बनोस् प्रतिमूर्ति तिम्रै, हुँदैन अरू मात्र तिमी। ती बनोस् प्रतिमूर्ति तिम्रै, हुँदैन अरू मात्र तिम्रै। सरोज गोसाईको यो कविता पत्नी कल्पना थापाप्रति समर्पित छ। भक्तपुरको जेलागलीमा आफ्नै घरबाट वैशाख 12 को भूकम्पले कल्पनालाई सरोजबाट छिन्यो। यी छोरा सौरभ र छोरी कसमी आमाविहीन बने, तर सरोजले कल्पनालाई कवितामा बचाइरहेका छन्। एक पटक भेट्न आऊ कल्पना भन्दै पुकारिरहेका छन्। 2063 सालमा कल्पनासँग अन्तर्जातीय विवाह गरेका सरोज अब बाबु मात्र रहेनन्, आमाको भूमिका पनि उनैले निर्वाह गरिरहेका छन्। कहिलेकाहीँ उनी सन्तानलाई बन्दै गरेको नयाँ घरमा लैजान्छन्। छोरी सोध्छिन्, बाबा यो घर बलियो छ? सरोज भन्छन्, छोरी अब यो घर कहिले भत्किने छैन। भत्किएको घर बन्दैछ, तर भत्किएको मन कहिले बन्ने हो? भूकम्पले भत्काएको आँसुको ढोका बन्द भएको छैन, त्यसैले छोराछोरी रुँदा सरोज रुन्छन्, सरोज रुँदा छोराछोरी रुन्छन्। दुवैले एकअर्कासँग नरुने बाचा गर्छन्, तर बारम्बार बाचा तोडिन्छ। यस्तो होस् फेरि एकपटक आमाको फुटेको खुट्टामा तिमीले तेलको मालिस गरोस् र उनमा तिमीप्रति पूर्ण विश्वास पलाओस्। दुई संस्कृतिको मिश्रणमा नयाँ जीवन फुलोस्। खुसी अपार हुन्थे फेरि एकपटक करबलले सही तिम्रै हातले नजिक टाढाकालाई बोलाई पाकेको देओस्। घर घर गई घाउमा मलमपट्टी लगाओस्। कति सुन्दर हुन्थ्यो फेरि एकपटक आएर तिमी अन्यायमा चण्डी बन्देओस्, सत्यको पक्षमा उभिदेओस् र झुटो लुसुक्क भागोस्। सबैभन्दा फेरि एकपटक छाएर तिमी ती तिम्रै उपहार आँखाका नानीहरूलाई छातीमा ल्याओस्, काखमा खेलाओस्, तिम्रो त्यो स्पर्शले ती बनोस् प्रतिमूर्ति तिम्रै, हुँदैन अरू मात्र तिमी।